हेलो सबैजनालाई नमस्कार है। आजको भिडियो चाहिँ सिभिल सब इन्जिनियरिङ 5th सेमेस्टरको आरसिसी सब्जेक्टको रहेको छ, डिजाइन अफ रेनफोर्स कङ्क्रिटको बारेमा हैन। अब कुरा गर्दै गर्दा चाहिँ हाम्रो यो यसमा चाहिँ फुल मार्क्स भनेको चाहिँ 80 मार्क्सको हुन्छ है। 80 मार्क्सको फुल मार्क्स भनेको 80 मार्क्सको आउँछ क्वेसन पेपर चाहिँ। अनि त्यसपछि पास मार्क्स भनेको चाहिँ 32 मार्क्स ल्याउनुपर्छ है। पासमा चाहिँ 80 मा चाहिँ 32 ल्याउनु पर्ने हुन्छ। अब आजको भिडियो चाहिँ विशेष गरी चाहिँ हाम्रो थ्योरी सम्बन्धी रहेको छ है। यो भिडियो हेर्नुहुने सबैजनालाई जानकारी गराउन चाहे थ्योरी पनि धेरैचोटि म्याक्सिमम टाइम रिपिट भएको हैन। अनि त्यसपछि चाहिँ आउन सक्ने खालको थ्योरी रहेको छ। यो 2081 सालमा 2021 सालको न्यू सिलेबस अनुसार चाहिँ यति क्वेसनहरु चाहिँ आउन सक्छन् भन्ने कुरो हो है। अब जसमा अब यो अब हेरौँ इम्पोर्टेन्ट थ्योरी क्वेसन डिस्कसनको बारेमा हेर्दै गर्दाखेरि सबभन्दा पहिलो नम्बर क्वेसन रहेको छ हाम्रो राइट डाउन द एजुम्सन अफ डब्लुएसएम हैन। डब्लुएसएम भनेको चाहिँ के हो त भन्दाखेरि त्यो वर्किङ स्ट्रेस डिजाइन मेथड जुन छ हाम्रो त्यसको चाहिँ एजुम्सनहरु चाहिँ के छन् त्यो लेख्नुपर्ने भनेको छ। अनि त्यसपछि मेरिट र डिमेरिटहरु चाहिँ लेख भनेको छ। डब्लुएसएम को 4 मार्क्स गरी 8 मार्क्सको आउने गर्दछ यो क्वेसन। यो क्वेसन भनेको चाहिँ हालै चाहिँ नयाँ सिलेबस अनुसार 2081 सालमा सोधेको क्वेसन हो है त। जानकारीका लागि मैले भन्न चाहे कि फर्स्टमा चाहिँ यो यिनीहरु चाहिँ लङ क्वेसनहरु हुन् भनेपछि यस पछाडी भिडियोको लास्टमा चाहिँ सबै लङ क्वेसनहरु सकिसकेपछि चाहिँ हाम्रो सर्ट क्वेसनहरु आउने सर्ट क्वेसनहरु राखेका छौं जसमा चाहिँ धेरैचोटि रिपिट भएका र अनि आउन सक्ने एकदम इम्पोर्टेन्ट क्वेसनहरु छन् है। भिडियो हेर्नु होला लास्टसम्म चाहिँ। अनि अवश्य पनि यो यिनी क्वेसनहरुबाट चाहिँ थ्योरी क्वेसनहरु चाहिँ फस्नेछन् हैन। 100% फस्नेछन्। यो क्वेसन चाहिँ इम्पोर्टेन्ट हो है। यसलाई पनि हेर्नु होला, मोस्ट इम्पोर्टेन्ट क्वेसन भइहाल्यो यो। अनि त्यसपछि अर्को क्वेसन छ स्टेट सेफ्टी एन्ड सर्भिसिबिलिटी रिक्वायरमेन्ट अफ स्ट्रक्चर डिस्क्राइब शियर रेन्फोर्समेन्ट विथ स्केच। यो क्वेसन पनि धेरैचोटि रिपिट भएको छ है। यो क्वेसनहरु चाहिँ हामी चाहिँ उसमा पनि हेर्न सक्छौं। यो त्यसमा भन्दाखेरि त्यो कोड हुन्छ नि त हैन। 456/2000 मा पनि हेर्न सक्छौं कोडको। अनि डिस्क्राइब द डिफरेन्ट टाइप्स अफ शियर फेलर इन आरसिसी बीम विथ स्केचेस। जुन यो क्वेसन छ क्वेसन नम्बर 3 को यो क्वेसन चाहिँ हाम्रो सर्ट क्वेसनमा नै आउने गर्छ। शियर फेलर भनेको के हो अथवा बीममा चाहिँ आरसी बीममा चाहिँ शियर फेलर भनेको के हो यो सर्ट नोटमा पनि आउने गर्छ र यहाँ लङमा नै सोधेको छ हैन। अनि त्यस्तै गरी अर्को क्वेसन चाहिँ हाम्रो डिफरेन्सिएसन बिट्विन सिंगली रेन्फोर्समेन्ट एन्ड डबली रेन्फोर्स। यो चाहिँ यो क्वेसन चाहिँ धेरैचोटि रिभिजन भएको छ। यो इम्पोर्टेन्ट क्वेसन हो। अब सिंगली रेन्फोर्समेन्ट भनेको टक्क यसरी लेख्ने अनि यहाँ एकातिर सिंगली रेन्फोर्समेन्ट अर्कोतिर डबली रेन्फोर्समेन्ट हैन। अनि पोइन्टहरु वाइज लेख्ने। यो क्वेसन 8 मार्क्समा सोधेको छ भनेपछि चाहिँ फिगरहरु पनि बनाइदिने टक्क यो भनेको यस्तो छ भनेर लास्टमा फिगरले चाहिँ के गर्छ भन्दाखेरि फुल मार्क्स चाहिँ दिने गर्छ हैन। फिगर बनाएको छ भनेपछि अथवा 6 मा सोधेको छ भनेपछि चाहिँ पोइन्टहरु चाहिँ 6 पोइन्टहरु लेख्ने पर्यो हैन। अनि त्यस्तै गरी अर्को छ यो एनालाइजिस अ डबली रेन्फोर्समेन्ट बीम फर लोकेटिङ न्यूट्रल एक्सिस। यो भनेको अब एउटा डबली रेन्फोर्समेन्ट सेक्सन रेन्फोर्समेन्ट बीम चाहिँ बीममा चाहिँ यो न्यूट्रल एक्सिस लोकेटिङ गरौँ भनेको छ, एनालाइज गर्नुपर्ने छ। अनि त्यस्तै गरी एक्सप्लेन द बिहेभियर अफ मैले के भन्न चाहे भनेपछि यो क्वेसन हेरेर जानु होला है, यो आउन सक्छ। अनि त्यसपछि चाहिँ फर्स्टको क्वेसन भइहाल्यो मोस्टली हैन प्रोबेबल क्वेसनहरु चाहिँ। अनि यो 5 नम्बर क्वेसन फर्स्ट नम्बर 4 नम्बर र 5 नम्बर क्वेसन चाहिँ जसरी पनि हेरेर जानु होला। यो क्वेसनहरु चाहिँ कोडबाट मिलाउँदा पनि अनि आफूले लेखेको नोटहरु होला त्यो नोटबाट पढेर गएको लेख्यो भने चाहिँ आफ्नै शब्दमा हुन्छ नि त हैन नोट चाहिँ। अनि त्यसले चाहिँ फाइदा गर्छ के हैन मार्क्स दिनमा। अनि त्यो कोडबाट लेख्दाखेरि चाहिँ कोडमा नै हुन्छ हुन चाहिँ त्यो चाहिँ यताउता हुन्छ र अनि के हुन्छ भनेपछि कोडबाट लेखेको चाहिँ फुल मार्क्स दिदैन है। त्यही भएर चाहिँ आफूले चाहिँ लेखेर जानु होला। अनि त्यस्तै गरी अर्को क्वेसन छ एक्सप्लेन द बिहेभियर अफ रेन्फोर्समेन्ट कङ्क्रिट बीम अन्डर बेन्डिङ। यो क्वेसन पनि सोधेको थियो हेर्नु होला। अनि व्हाट डु यु मिन बाइ डबल रेन्फोर्समेन्ट बीम अन्डर व्हाट सर्कमस्टेन्सेस डबली रेन्फोर्समेन्ट बीम आर प्रिफर्ड। हो यो क्वेसन पनि इम्पोर्टेन्ट छ है। यो पनि हेरेर जानु होला। डबली रेन्फोर्समेन्ट सेक्सन भनेको के अरे बीम भनेको चाहिँ कस्तो बीम हो हैन। अनि त्यो चाहिँ कस्तो अवस्थामा चाहिँ डबली रेन्फोर्समेन्ट चाहिँ बीम चाहिँ प्रिफर्ड गरिन्छ भन्ने क्वेसन हो। यो क्वेसन नम्बर 7 पनि इम्पोर्टेन्ट छ है। अनि त्यसपछि डिफरेन्स बिट्विन प्लेन कङ्क्रिट एन्ड रेन्फोर्समेन्ट कङ्क्रिट पीसीसी र अनि आरसीसी को डिफरेन्स लेख्नु भनेको छ। 6 मार्क्सको आउँछ ट्यागको 6 वटा पोइन्ट लेख्ने अनि यो पनि हुन्छ है। अब अर्कोतिर हेर्दाखेरि एक्सप्लेन द भेरियस एक्सप्लेन इन भेरियस मेथड अफ डिजाइन अफ आरसी सेक्सन्स। यो क्वेसन हेरेर जानु होला इम्पोर्टेन्ट छ। अनि ड्राइभ अन एक्सप्रेसन फर डेभलपमेन्ट लेन्थ। यो क्वेसन हेर्नु होला हैन। यो क्वेसन
या त लङ क्वेसनमा फस्छ या त सर्ट क्वेसनमा फस्छ। सर्ट क्वेसनमा चाहिँ यसलाई नजसरी सोधेको छ डेभलपमेन्ट लेन्थ भनेको के हो, डेभलपमेन्ट लेन्थ भनेको के हो होइन। अनि यहाँ लङ क्वेसनमा पनि सोधेको थियो एक दुईचोटि होइन। अनि त्यसपछि चाहिँ के हो भन्दाखेरि डिफाइन एन्ड क्लासिफाई आरसिसी कलम। अब आरसिसी कलम भनेको चाहिँ के हो भनेर डिफाइन गर्नु पऱ्यो, अनि क्लासिफाई गर्नु पऱ्यो, लङ कलम सर्ट कलम हो कि कुन कलम, इन्टरमिडिएट कलम हो कि कुन हो भनेर चाहिँ होइन। अनि त्यसरी फिगर बनाइदियो भने चाहिँ फुलमा फुल मार्क्स दिन्छ है त। यसमा पनि डेभलपमेन्ट लेन्थको फिगर बनाउँदाखेरि जस्तो यस्तो टेन्टेटिभ फिगर बनाउँदाखेरि चाहिँ यस्तो हुन्छ भनेपछि यो जुन हुन्छ यो भनेको चाहिँ डेभलपमेन्ट लेन्थ हुन्छ होइन, त्यस्तो त्यस्तो भनेर चाहिँ बनाइदिने कि फिगर। अनि फिगर बनाउँदाखेरि चाहिँ सरले चाहिँ फुलमा फुल मार्क्स दिने गर्छन्। अनि त्यसपछि एक्सप्लेन ब्रेभली अन अन्डर इन्फोर्समेन्ट, ओभर इन्फोर्समेन्ट एन्ड ब्यालेन्स सेक्सन हो। यो क्वेसन चाहिँ फिक्स आउँछ योपालि 100% हो होइन। यो चाहिँ 100% क्वेसन हो, यो आउन सक्छ हेर। अनि यसमा चाहिँ अन्डर इन्फोर्समेन्ट सेक्सन भनेको के हो, ओभर इन्फोर्समेन्ट सेक्सन भनेको के हो र ब्यालेन्स सेक्सन भनेको के हो भन्दाखेरि चाहिँ अन्डर इन्फोर्समेन्ट भनेको चाहिँ के हो त भन्दाखेरि एरिया अफ कङ्क्रिट र एरिया अफ स्टिलको कुरा आउँछ होइन यो इन्फोर्स सेक्सनमा चाहिँ। अनि ब्यालेन्स सेक्सन भनेको चाहिँ एरिया अफ स्टिल र एरिया अफ के अरे कङ्क्रिट चाहिँ बराबर हुन्छ भनेपछि त्यसलाई ब्यालेन्स सेक्सन भन्छ भन्ने हुन्छ। अनि त्यसपछि अन्डर इन्फोर्समेन्ट भनेको चाहिँ एरिया अफ कङ्क्रिट बढी भयो भनेपछि त्यस्तै गरी ओभर इन्फोर्समेन्ट भनेको स्टिलको एरिया बढी भयो भनेपछि हुने कुरा हो होइन। यो चाहिँ दुईवटा कुराहरूमा मात्रै निर्भर पर्छ। यो क्वेसन चाहिँ यसरी बुझेर चाहिँ जाने अनि टक्क फिगर बनाइदिने र देखाइदिने हो भनेपछि फुलमा फुल मार्क्स दिने गर्छ। यो क्वेसन चाहिँ 8 मार्क्सको लागि हो है त, 8 मार्क्सको लागि सोध्न सक्छ यो क्वेसन, क्वेसन नम्बर 12 होइन। अनि त्यसपछि अब 13मा छ डिराइभ अ रिलेसन फर सियर स्ट्रेस इन आरसी बिम हो। यो क्वेसन सर्ट नोटमा पनि सोध्न सक्छ है, यसलाई हेरेर जानु होला। अनि वाट इज सियर एन्फोर्समेन्ट, एक्सप्लेन एन्ड अल्सो राइट अबाउट बिहेभियर अफ आरसिसी सेक्सन इन सियर। अब वाट इज सियर एन्फोर्समेन्ट यो पनि इम्पोर्टेन्ट छ है। क्वेसन नम्बर 14 पनि इम्पोर्टेन्ट छ, बिहेभियर के छ भनेको कुरा। यो चाहिँ लेटेस्ट के अरे नयाँ सिलेबसमा पनि छ र योपालि आउन सक्छ यो क्वेसन। राइट डाउन द डिजाइन स्टेप अफ सिङ्गल इन्फोर्समेन्ट टी सेक्सन, यो नै आउन सक्छ है कहिलेकाहीँ। यो त हामीले चाहिँ न्युमेरिकल पनि गरिरहेको हुन्छौँ, न्युमेरिकलबाट थाहा भइहाल्छ होइन। अब राइट द डिफरेन्स बिट्विन लिमिट स्टेट एन्ड वर्किङ स्ट्रेस मेथड। अब यो डिफरेन्स बिट्विन यो पनि इम्पोर्टेन्ट हो, यो फर्स्ट नम्बर क्वेसनमै पनि सोध्न सक्छ है। कसरी भन्दाखेरि यस्तो सोध्न सक्छ कि जस्तो what are the types of design of RCC method, के डिजाइन मेथड अफ आरसिसी होइन। अनि त्यसपछि चाहिँ के भन्ने दिन सक्छ भने त्यसपछि यो जोडिदिन सक्छ है। अनि 4 मार्क्स गरेर 8 मार्क्स भनेर सोधिदिन सक्छ। अथवा वाट आर द डब्लुएसएम, अनि त्यसपछि यिनीहरूको डिफ्रेन्स छुट्या भनेर भनिदिन सक्छ। क्वेसन नम्बर फर्स्टमा आउने एउटा क्वेसन हो यो, यसलाई हेरेर जानु होला है। अनि त्यसपछि जस्तो यो यहाँ छ नि होइन, राइट डाउन द डिजाइन स्टेप अफ सिङ्गल इन्फोर्समेन्ट टिम बिम। अनि यस्तै यस्तै गरी अरू को स्टेपहरू पनि सोध्न सक्छ है। अनि क्वेसन नम्बर 17मा के छ भन्दाखेरि एक्सप्लेन द डिफरेन्स बिट्विन लिमिट स्टेट मेथड एन्ड वर्किङ स्ट्रेस मेथड भनेको छ है। अब यो त एउटै भइहाल्यो जस्तो होइन, दुइटै क्वेसन 17 क्वेसन। अब 18 क्वेसनमा के सोधेको छ भन्दाखेरि एक्सप्लेन विथ फिगर अबाउट अन्डर इन्फोर्समेन्ट सेक्सन ओभर यो क्वेसन अगाडि नै आइसकेको छ होइन, 5-6 चोटि सोधेको छ यो क्वेसन चाहिँ। टक्क मिलाएर चाहिँ हेर्नु होला है, यो 5-6 चोटि सोधिसकेको क्वेसन हो, यो पनि आउन सक्छ है। यो फिगरै बनाउनुपर्छ, यो फिगर नबना भनेको छ भने पनि बनाउनु पर्छ, 8 मार्क्समा सोधिन्छ होइन। अनि फिगरले चाहिँ के गर्छ भन्दाखेरि 100मा 100 मार्क्स दिन सक्छ है। एक्सप्लेन द इन्फोर्समेन्ट कन्टेनमेन्ट एन्ड फ्लेन्स बिम, यो चाहिँ भर्खर सोधेको क्वेसन हो। अनि त्यस्तै गरी एक्सप्लेन सिङ्गल एन्ड डबल इन्फोर्समेन्ट बिम अलङ विथ फिगर, यो पनि यी क्वेसनहरू हेर्नु होला। 3 मार्क्स गरेर यस्तो भनेको छ होइन। सिङ्गल इन्फोर्समेन्ट सेक्सन भनेको के हो अनि डबल इन्फोर्समेन्ट सेक्सन भनेको के हो भनेर सोधेको छ। सजिलो क्वेसनहरू छ यिनीहरू चाहिँ हेर्नु होला। सबैभन्दा यसमा चाहिँ लङ क्वेसनमा चाहिँ क्वेसन नम्बर 12 इम्पोर्टेन्ट छ है। अनि क्वेसन नम्बर 10 इम्पोर्टेन्ट छ। अनि 9 पनि त्यस्तै गरी एउटा 2टा 3वटा। अनि यो 14 भन्दाखेरि यो 2टा मिलाइहाल्छ, 4वटा 5वटा 6वटा त्यस्तै गरी 8-9वटा क्वेसनहरू पढ्दाखेरि चाहिँ थ्योरीहरू चाहिँ सबै सकिने गर्छ। जस्तो लङ क्वेसनमा यो क्वेसन नम्बर 10 होइन। अनि त्यस्तै गरी अरूमा हेर्दाखेरि यो क्वेसन नम्बर 4 त यो त मिलिहाल्छ होइन। क्वेसन नम्बर 1 अनि त्यस्तै गरी क्वेसन नम्बर 3 7 होइन। अब 1 3 4 7 अनि त्यस्तै गरी 9 अनि त्यस्तै गरी 10 12 14 16 18 20 यो क्वेसनहरू चाहिँ इम्पोर्टेन्ट छ। अब लास्टमा ल्याउनुपर्छ है यिनीहरू कुन कुन इम्पोर्टेन्ट। अब जाउँ हामी सर्ट नोट्सहरूको बारेमा, जुन चाहिँ 4x4 गरेर हाम्रो चाहिँ
16 मार्क्समा सोध्ने गर्छ है त। अब यसमा हेर्ने हो भनेपछि हाम्रो चाहिँ के छ त भन्दाखेरि सर्ट नोट्समा मोमेन्ट अफ रेसिस्टेन्स हैन, यो त हाम्रो 6 चोटि सोधेको छ के मोमेन्ट अफ रेसिस्टेन्सको बारेमा सर्ट नोट लेख भनेर चाहिँ हैन। अनि त्यसपछि डेभलपमेन्ट लेन्थ चाहिँ अर्को कुरा, यो 9 चोटि सोधेको छ, 9-10 चोटि सोधेको छ है। यो दुईटा चाहिँ हेरेर जानु होला जसरी पनि है। यो डेभलपमेन्ट लेन्थको बारेमा त हाम्रो लङ क्वेसनमा नै आइसकेको छ अलरेडी। अनि त्यसपछि सियर स्ट्रेस इन आरसी बिम, यसको पनि लङ क्वेसनमा पनि आएको थियो क्वेसन। अनि बार कटेलमेन्टको बारेमा पनि लङ क्वेसनमा थियो, क्वेसन नम्बर 19 भनेको लेखेकोमा। अनि यो चाहिँ 4 चोटि सोधेको छ। अनि लिमिट स्टेट मेथड अफ डिजाइन, यो चाहिँ 6 चोटि सोधेको छ है, हेरेर जानु होला, मोस्ट इम्पोर्टेन्ट हो। अनि त्यस्तै गरी लङ कलम सर्ट कलम 3 चोटि सोधेको छ। यिनीहरूमा चाहिँ डिफ्रेन्सिएट पनि गर्न सकिन्छ, अथवा अब हामीलाई डिफ्रेन्स लेख्ने बेला जसरी याद गरिहाल्छौँ त्यसलाई चाहिँ पोइन्ट वाइज टक्क लङ कलम अनि टक्क सर्ट कलम यसरी लेखेर पोइन्ट वाइज पनि लेख्न सक्छौँ है। अनि यो पनि 4 चोटि सोधेको छ, 1A र 2A स्ल्याब भनेको चाहिँ कस्तो किन हो भनेर चाहिँ। अनि त्यसपछि डबल रेन्फोर्समेन्ट सेक्सन 1 चोटि सोधेको थियो। अनि सिङ्गल रेन्फोर्समेन्ट सेक्सन जुन छ 2 चोटि सोधेको छ है। अनि त्यसपछि यो बार बेन्डिङ सेडोल सोधेको छ। न्युट्रल एक्सिस भनेको के हो त्यसको बारेमा सर्ट नोट। अनि मोड अफ फेलर अफ, यो त लङ कलममा नै आइसकेको छ। अनि यो चाहिँ यिनीहरू लिमिट स्टेट अफ कोल्याप्स इन कम्प्रेसन, लसेस इन फ्री स्ट्रेसेस, अनि बिहेभियर अफ फ्लेन्ज बिम, बिहेभियर अफ आरसी इन बेन्डिङ, यी क्वेसनहरू चाहिँ 2081 सालमै सोधेको सर्ट नोटहरू है। अब यसमा चाहिँ अब लङ क्वेसनको कुरा गर्ने हो भनेपछि हामीले लेखेको लङ क्वेसनहरूमा चाहिँ क्वेसन नम्बर 1 हैन, अनि क्वेसन नम्बर 3, क्वेसन नम्बर 4, क्वेसन नम्बर 7, क्वेसन नम्बर 9, क्वेसन नम्बर 10, क्वेसन नम्बर 12, क्वेसन नम्बर 14, क्वेसन नम्बर 16, क्वेसन नम्बर 18, क्वेसन नम्बर 20 चाहिँ इम्पोर्टेन्ट छ है। इम्पोर्टेन्ट छ, यिनीहरूमध्ये क्वेसन फर्स्ट छ हैन, 100% क्वेसन फर्स्ट छ। अनि त्यसपछि अब सर्ट क्वेसनहरूमा हेर्ने हो भनेपछि चाहिँ यहाँनिर जो सबभन्दा बढी छ त्यो हेर्नु पऱ्यो, 1, 2, 4, क्वेसन नम्बर 4, अनि क्वेसन नम्बर 5, क्वेसन नम्बर 6, क्वेसन नम्बर 7, क्वेसन नम्बर 9, अनि यो क्वेसन नम्बर 14 पनि लेखौँ है। यो फ्री स्ट्रेस र यी कास्टिङ साइडमा चाहिँ यो लङ क्वेसनमा पनि सोध्न सक्छ है फ्री स्ट्रेसको बारेमा चाहिँ हैन, भर्खर नयाँ सिलेबसमा राखेको कुरा हो, त्यसको बारेमा हेर्नु होला। अब ल आजको भिडियो चाहिँ यही थियो, थ्योरी सम्बन्धी थियो र यति कुराहरू हामीले डिस्कस गरेका छौँ, यति हो हैन। अब थ्योरी चाहिँ खासै छैन, यसमा पनि धेरै कुराहरू चाहिँ डेभलपमेन्ट लेन्थको कुराहरू, मोमेन्ट अफ रेसिस्टेन्सको कुराहरू, यिनीहरू बार कटेलमेन्टको कुराहरू, यिनीहरू चाहिँ हामी चाहिँ कहाँबाट लेख्न सक्छौँ त भन्दाखेरि कोडबाट लेख्न सक्छौँ हामी। तर पनि हामीले चाहिँ के गर्नु पर्छ भन्दाखेरि हामीले नोट लेखाएको हुन्छ, बुकमा चाहिँ राम्रो लेखिदिएको हुन्छ हैन, त्यसमा चाहिँ भाषा राम्रो मिलेको हुँदैन, कसमा भन्दाखेरि कोडमा चाहिँ भाषा राम्रो मिलेको हुँदैन हैन, स्टेप बाई स्टेप हुँदैन। अनि त्यही भएर चाहिँ आफूले चाहिँ लेखेको नोटबाट पढेको भए चाहिँ राम्रो हुन्छ है त साथीहरू। के अरे योपालिको एक्जामको लागि बेस्ट अफ लक है, राम्रोसँग दिनु होला, बेस्ट अफ लक भन्दै भिडियो हेर्नु भएको म धन्यवाद। साथीहरूमा चाहिँ सेयर गर्नुलाई यो भिडियो भन्न चाहन्छु। हस्, धन्यवाद।